अस्सलामुअलैकुम वरहमतुल्लाहि वबरकातुहू। तमाम देश विदेशमा रहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई मेरो नमस्कार गर्दै आज मैले यो नेपाली व्याख्या कुरान साउदी अरबबाट छापिएको हुका हु अरबीमा जे लेखिएको छ त्यही नेपाली ट्रान्सलेसनमा आज मैले लिएर आएको छु भाग 8 र यसमा हामी आज पढ्नेछौँ सुरत नम्बर 6 को सुरतुल अनाम सुरत नम्बर 6 आयत नम्बर 111 देखि अगाडि पढ्नेछौँ। त्यसबाट हामी सुरत नम्बर 6 बाट 55 आयत र सुरतुल आराफ सुरत नम्बर 7 को सुरत नम्बर 7 आयत नम्बर 87 सम्म र टोटल हामी यो भिडियो 8 मा 142 वटा आयतहरू पढ्नेछौँ र पाना नम्बर यसको यो किताबको पाना 228 बाट सुरु गर्नेछौँ र 261 सम्म पढ्नेछौँ र 33 पाना हुनेछ र यो भिडियोको नाम हुनेछ इन्शाअल्लाह भिडियो नम्बर 8 र हजुरहरूलाई म आज सुनाउन जाँदैछु। ध्यान दिएर सुनिदिनु होला। हजुरहरूलाई मन पर्यो भनेदेखि यो भिडियोलाई लाइक गरिदिनु होला। धार्मिक किताब पढ्नु अथवा सुन्नुलाई मान्छेहरूलाई पुरानो पहिलेदेखिको इतिहासमा हामीहरूलाई धार्मिक किताब सुन्नु पढ्नेलाई पुण्यको काम हो भन्छन्। त्यसै कारणले हजुरहरूले पनि यो भिडियोलाई ज्यादामा ज्यादा सेयर गरिदिनु होला र पुण्यको भागीदारी हजुरहरू पनि हुनु होला। र आज सुरु गरौँ सुरतुल अनआम सुरत नम्बर 6 को आयत नम्बर 11 बाट। औज़ु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम। नेपाली अर्थ सुरत नम्बर 6 को 11 मा र यदि हामीले तिमीहरू छेउ फरिस्ताहरूलाई देवदूतहरू पठाइदिएको भए र मृतकहरूले तिनीहरूसँग कुरा गर्न थालेको भए र हामीले तिनीहरूको अगाडि संसारका सबै कुरा उपस्थित गराइदिएको भए पनि यिनीहरूले इमान ल्याउने थिएनन् जबसम्म अल्लाह स्वयंले चाहँदैन। तर उनीहरू मध्ये अधिकांश छन् अज्ञानी। सुरत नम्बर 6 को आयत नम्बर 112 र यसै प्रकारले हामीले मानिस तथा जिन मध्येका शैतानहरूलाई हरेक पैगम्बरको शत्रु बनाएका थियौँ। तिनीहरू मध्ये केहीले एक अर्काको मनमा चिल्लो चाप्लुसी कुराहरू धोखा दिने उद्देश्यले गर्दथे। यदि अल्लाहले चाहेको भए तिनीहरूले त्यस्तो काम गर्ने थिएनन् तसर्थ तिनीहरूलाई तथा तिनीहरूले जे जति मन गणन्त रूपमा गर्दछन् सबै छाडिदेऊ। सुरत नम्बर 6 को आयत नम्बर 113 र जुन मानिसले परलोकको दिनलाई विश्वास गर्दैनन् तिनीहरूले हृदय तिनीहरूको कुरा धोखातिर पर्वत हुन् र त्यसलाई रुचाउन र तिनीहरूले गर्ने काममा उनीहरू पनि लिप्त रहन्। सुरत नम्बर 6 को आयत नम्बर 114 के म अल्लाहलाई छोडेर अरू कसैलाई न्याय गर्नको लागि खोजौँ जबकि उसले पूर्व विस्तारका साथ
एउटा किताब तिम्रो लागि पठाएको छ। यसका शीर्षकहरू स्पष्टसँग वर्णन गरिएका छन् र जसलाई हामीले पहिले किताब प्रदान गर्यौं तिनीहरूले जान्दछन् कि त्यो सत्य किताब तिम्रो पालनकर्ताको तर्फबाट उतारिएको हो। तसर्थ तपाईँ शङ्का गर्ने मध्येको नहुनु। सुरत नम्बर 6 को आयत नम्बर 115। र तिम्रो पालनकर्ताको कुरा सत्यता र न्यायको दृष्टिले पूर्ण छ, जसको आदेश कसैले परिवर्तन गर्न सक्दैनन् र ऊ सबै सुन्दछ र जान्दछ। सुरत नम्बर 6 को आयत नम्बर 116। प्राय यस संसारमा धेरै यस्ता मानिसहरू छन्, यदि तपाईले तिनीहरूले भनेको कुरा मान्न थाल्नुभयो भने तिनीहरूले तपाईलाई अल्लाहको बाटोबाट विचलित गराइदिनेछन्। यिनीहरू अप्रामाणिक विचारमा लाग्दछन् र अटकलबाजीको कुरा गर्दछन्। सुरत नम्बर 6 को आयत नम्बर 117। तिम्रो पालनकर्ताले तिनीहरूलाई राम्ररी जान्दछन् कि को उसको बाटोबाट विचलित छ र तिनीहरूलाई पनि राम्ररी जान्दछन् जो उसको बाटोमा हिँडिराखेका छन्। सुरत नम्बर 6 को आयत नम्बर 118। तसर्थ जुन जनावरमा अल्लाहको नाम लिइन्छ त्यसबाट खानु, यदि तिमी अल्लाहका आयतहरूमाथि इमान राख्दछौ भने। सुरत नम्बर 6 को आयत नम्बर 119। अनि के कारणले जुन जनावरमा अल्लाहको नाम लिएको छ तिमीले त्यसबाट खाँदैनौ, जबकि तिम्रा लागि वर्जित गरिएका सबै जनावरहरू एक एक गरी वर्णन गरिसकिएको छ। तर त्यस अवस्थामा वाहेक जबकि ती कुरा खानको निम्ति बाध्य भइहाल्छौ। तर धेरै जसो मानिसहरू बिना जानी बुझी आफ्नो इच्छा पूर्तिका लागि मानिसहरूलाई ढाँटिरहेका छन्। यसमा कुनै शङ्का छैन कि जो सीमा भन्दा बाहिर गइहाल्छन् तिनीहरूलाई तिम्रो पालनकर्ताले राम्ररी जान्दछन्। सुरत नम्बर 6 को आयत नम्बर 120। र हामीले देख्नी र नदेखिनी हरेक प्रकारको पापलाई परित्याग गरिहाल। जुन मानिसहरूले पाप कमाउँदछन् तिनीहरू निश्चय नै ढिलै आफ्नो यस कमाइको सजाय पाउने छन्। सुरत नम्बर 6 को आयत नम्बर 121। जुन जनावरमा अल्लाहको नाम लिएन त्यसलाई नखाऊ, किनभने निसन्देह त्यो आज्ञाको उल्लङ्घन हो र शैतानहरूले यस्ता कुराहरू आफ्ना साथीहरूको हृदयमा हालिदिन्छन्, जसको कारण तिनीहरूले तिमीसँग झगडा गरून्। यदि तिनीहरूले भने अनुसार हिँड्यौ भने निश्चय नै तिमी
पनि मुश्रिक नै हुनेछौ। सुरत नम्बर 6 को आयत नम्बर 122। के त्यो व्यक्ति जुन पहिले मृत थियो र हामीले उसलाई जीवन प्रदान गर्यौं र जसको लागि एउटा प्रकाश उपलब्ध गरायौं जसको साथमा ऊ व्यक्तिहरू बीच हिँड्ने डुल्ने गर्दछ, के त्यस्तो व्यक्ति त्यो व्यक्तिसँग रहन सक्दछ जुन अन्धकारमा छ र कुनै पनि तरिकाले त्यहाँबाट बाहिर निस्कन सक्दैन। यस्तै अधर्मीहरूको लागि उनीहरूका क्रियाकलापहरू आकर्षक लाग्ने गर्दछन्। सुरत नम्बर 6 को आयत नम्बर 123। यस्तै प्रकारले हामीले प्रत्येक बस्तीमा तिनीहरूका ठुला बडालाई नै अपराध गर्न लगायौं, जसबाट ती ठाउँमा तिनीहरूले छल कपट षड्यन्त्रको जाल फैलाइराखुन्। वास्तवमा तिनीहरू आफ्नो छल कपटको जालमा स्वयं फस्दैछन्, तर तिनीहरू यसबारे अनभिज्ञ छन्। सुरत नम्बर 6 को आयत नम्बर 124। र जब तिनीहरू सामु कुनै आयत निशानी आउँदछ त तिनीहरूले भन्दछन् कि जुन किसिमको रिसालत अल्लाहका रसुलहरूलाई दिएको छ त्यस्तै रिसालत हामीहरूलाई नदिउन्जेल हामीले कदापि इमान ल्याउने छैनौँ। अल्लाहले राम्ररी जान्दछ कि आफ्नो सन्देश पुर्याउने काम कोबाट लिने र कुन प्रकारले दिने नजिक छ त्यो समय जब यी अपराधीहरूले आफूले गरेको क्रियाकलापको बदलामा अल्लाह कहाँ अपमानित हुनेछन् र कठोर यातना भोग्नु पर्ने छ। सुरत नम्बर 6 को आयत नम्बर 125। तसर्थ जुन मानिसलाई अल्लाहले चाहन्छ कि मार्गदर्शन प्राप्त गरोस् उसको छाती इस्लामको लागि फराकिलो गरिदिन्छ र जसलाई विचलित गर्ने इच्छा राख्दछ उसको छातीलाई साँगुरो पारिदिन्छ, मानौ त्यो आकाशमा चढिराखेको छ। र यस्तै अल्लाहले पापको दुर्गन्ध त्यस व्यक्तिमाथि थोपारिदिन्छ जसले इमान ल्याउँदैन। सुरत नम्बर 6 को आयत नम्बर 126। यही नै तिम्रो पालनकर्ताको सिधा मार्ग हो। हामीले नसिहत मान्ने व्यक्तिहरूको लागि यी आयतहरूलाई स्पष्ट वर्णन गरिदिएका छौँ। सुरत नम्बर 6 को आयत नम्बर 127। तिनीहरूको लागि तिनीहरूको पालनकर्ता कहाँ शान्ति घर छ र तिनीहरूले राम्रो कर्मको नीति अपनाए बापत अल्लाह नै तिनीहरूको संरक्षक हो। सुरत नम्बर 6 को आयत नम्बर 128। जुन दिन अल्लाहले ती सबै प्राणी जिन र मानिसहरूलाई एकीकृत गर्नेछ र जिनहरूलाई सम्बोधित गर्दै भन्नेछ कि हे जिनहरूको समूह, तिमीहरूले त मानिसहरूबाट धेरै फाइदा लिइसक्यौ,
बेला मानिस मध्ये तिनका जो मित्र थिए तिनीहरू निवेदन गर्ने छन् कि प्रभु, हामी मध्ये एकले अर्काबाट धेरै फाइदा लिने गर्यौँ र अब हामी त्यस मियादमा पुगिसकेका छौँ जुन तिमीले हाम्रो लागि निर्धारित गरिदिएका थियौ। अल्लाहले भन्नेछ कि तिमी सबैको ठेगाना अब नर्क हुनेछ, त्यसमा तिमी सदैव रहने छौ। तर जसलाई अल्लाहले बचाउन चाहन्छ उसको कुरा अर्कै छ। निसन्देह तिम्रा पालनकर्ता ठुलो तत्त्वदर्शी र सर्वज्ञ छ। सुरत नम्बर 6 को आयत नम्बर 129। र यस्तै प्रकार परलोकमा हामीले अत्याचारीहरूलाई नीतिहरूका क्रियाकलापले गर्दा जुन कि तिनीहरूले गर्दथे एक अर्काको नर्कको साथी बनाइदिनेछौँ। सुरत नम्बर 6 को आयत नम्बर 130। हे जिन र मानिसहरूको समूह, के तिमीहरू मध्येबाटै पैगम्बरहरू आएको थिएनन् जसले मेरा आयतहरू नियमहरू तिमीलाई पढेर सुनाउँदथे र तिमीलाई आजको दिनको खबर दिँदैनथे। तिनीहरूले बिन्ती गर्नेछन् कि हो आउँदथे हामी आफ्ना पाप आफै स्वीकार गर्छौँ। यिनीहरूलाई सांसारिक जीवनले भ्रममा पारिराखेको छ र त्यस समयमा तिनीहरू स्वयंले आफ्नो विरुद्ध आफै साक्षी हुनेछन् कि तिनीहरू काफिर थिए। सुरत नम्बर 6 को आयत नम्बर 131। हे मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, यो यस कारण हो कि तपाईको पालनकर्ताले कुनै बस्तीको बासिन्दाहरूलाई त्यहाँका बासिन्दाहरूले सत्यदेखि अपरिचित हुने गरी समाप्त गर्दैन। र सुरत नम्बर 6 को आयत नम्बर 132। र कर्मलाई सृष्टिगत गरी सबै व्यक्तिका दर्जाहरू निर्धारित छन् र जुन काम यिनीहरूले गर्दछन् अल्लाह त्यसबाट अनभिज्ञ छैन। सुरत नम्बर 6 को आयत नम्बर 133। र तपाईको रब धेरै सम्पन्न र दयावान हो। उसले चाहेको खण्डमा तिमी सबैलाई दुनियाँबाट समाप्त गर्न सक्छ र तिम्रो ठाउँमा जसलाई चाहन्छ उपस्थित गर्न सक्छ, जस्तो कि तिमीलाई उसले अरू मानिसहरूको वंशबाट सृष्टि गरेको छ। सुरत नम्बर 6 को आयत नम्बर 134। कुनै सन्देह छैन कि जुन वचन तिमीलाई दिन्छ त्यो पुरा हुनेवाला छ र तिमीमा त्यसलाई रोक्न सामर्थ्य छैन। सुरत नम्बर 6 को आयत नम्बर 135। हे नबी, भनिदिनुहोस् कि मानिसहरू हो, तिमीहरू आफ्नो ठाउँमा कर्म गर्दै जानु र म आफ्नो ठाउँमा कर्म गर्दै रहन्छु। चाँडै नै तिमीले प्रतिफल थाहा पाउनेछौ कि आखिरतमा बहिष्ट कसको घर हुनेछ। निसन्देह यो सत्य छ कि अत्याचारीहरूलाई
कहिल्यै सफलता प्राप्त हुँदैन। सुरत नम्बर 6 को आयत नम्बर 136। यिनीहरूले नै सृष्टि गरेको कुराहरू कृषि र चौपायामा अल्लाहको एक भाग निर्धारित गरेका छन् र आफ्ना विचारले भन्दछन् कि यो भाग अल्लाहको र यो हाम्रो साझेदारहरूको हो, मूर्तिहरूको तसर्थ जुन भाग तिनीहरूको साझेदारको हुन्छ त्यो अल्लाहतिर पुग्दैन र जुन भाग अल्लाहको हुन्छ त्यो तिनका साझेदारहरूतिर पुगिहाल्छ। कति नराम्रो निर्णय यिनीहरूले गर्दछन्। सुरत नम्बर 6 को आयत नम्बर 137। यसै प्रकारले धेरै जसो बहुदेववादीहरूको विचारमा तिनका साझेदारहरूले आफ्ना सन्तानहरूलाई मारिदिने कुरा सुहाउँदो बनाइदिएका छन् ताकि तिनीहरूलाई नष्ट पारिदेऊन् र तिनको लागि तिनको धर्मलाई संदिग्ध गरिदेऊन् र यदि अल्लाहले चाहेको भए तिनीहरू यस्तो गर्न सक्दैनथे, तसर्थ तिनीहरूलाई र तिनीहरूको मिथ्या कुरालाई छाडिदिनुस्। सुरत नम्बर 6 को आयत नम्बर 138। तिनीहरूले आफ्नो विचारमा यो पनि भन्दैछन् कि यो जनावर र खेती वर्जित र सुरक्षित छन्, जसको उपभोग सबैका लागि जायज छैन। केवल त्यस व्यक्तिले उपभोग गर्न सक्छ जसलाई हामीले चाहनेछौँ र केही चौपाय यस्ता छन् कि तिनको पिठ्युमा चढ्न वा केही कुरा बोकाउन रोक लगाएको छ र केही पशुहरू यस्ता छन् जसमाथि काट्ने जिब्ह गर्ने बेला अल्लाहको नाम लिँदैनन्। यी सबै अल्लाहमाथि यिनीहरूले रचेका असत्य कुरा हुन्। अल्लाहले तिनीहरूलाई तिनको झुटको प्रतिफल छिट्टै नै दिनेछ। सुरत नम्बर 6 को आयत नम्बर 139। यो पनि भन्दछन् कि जुन कुरा बच्चा यी चौपायाहरूको पेटमा छन् त्यो विशेष रूपले हाम्रा पुरुषहरूका लागि हो र हाम्रा स्वास्नी मानिसहरूका लागि त्यो होइन। यदि त्यो बच्चा मृतक जन्मन्छ भने त्यसमा सबैको साझेदारी छ। सबैले खान सक्छन्। छिट्टै अल्लाहले तिनीहरूलाई तिनका मन गणन्त कल्पित कुराको सजाय दिनेछ। निसन्देह ऊ ठुलो तत्त्वदर्शी र सर्वज्ञ छ। सुरत नम्बर 6 को आयत नम्बर 140। निसन्देह ती मानिसहरू घाटामा परिहाले जुन आफ्नो सन्तानलाई मूर्खता र अज्ञानताको कारणले हत्या गरे र अल्लाहमाथि मिथ्या कुरा गर्दा उसले प्रदान गरेको जीविकालाई वर्जित बनाए। वास्तवमा तिनीहरू पथ विचलित भइहाले र
पहिले पनि उनीहरू सत्य मार्गदर्शन प्राप्त गर्ने मध्येका हुने छैनन्। सुरत नम्बर 6 को आयत नम्बर 141। र उही हो जसले धेरै बगैँचाहरू उत्पन्न गरायो, टाटी बन्यो वा खङ्गारा चढ्ने लतावाला र छानामाथि चढ्ने बिना लतावाला पनि र खजुर र खेती पनि जसबाट विभिन्न प्रकारका खाद्य पदार्थ प्राप्त हुन्छन्, जैतुन र अनार पनि जो एक आपसमा मिल्दछन् र फरक पनि हुन्छन्। यिनीहरूको फल खानु जुन दिन ती फल टिपिन्छ वा काटिन्छ, तिनीहरूको भाग दान पनि दिनु र सीमाभन्दा अघि नबढ। अल्लाहले सीमादेखि अघि बढ्नेलाई माया गर्दैन। सुरत नम्बर 6 को आयत नम्बर 142। र उसले चौपाया मध्ये भारी बोक्नको लागि केही ठुलो र केही सानो जनावर सृष्टि गर्यो। अल्लाहले तिमीलाई जुन कुरा प्रदान गरेको छ त्यसको उपभोग गर र शैतानको अनुसरण नगर, किनकि त्यो तिम्रो स्पष्ट शत्रु हो। सुरत नम्बर 6 को आयत नम्बर 143। उसले 8 भाले पोथी चौपायाहरू सृष्टि गर्यो, 2 भेडाबाट र 2 बाख्राबाट। हे पैगम्बर, तिनीहरूसँग भन्नुहोस् कि के अल्लाहले दुवैका भालेहरूलाई त्याज्य बनाएको छ वा दुवैको पोथीहरूलाई वा उसलाई जुन दुवै पोथीको गर्भमा हुने छ। यदि तिमी साँचो हौ भने कुनै तर्कको आधारमा मलाई भन। सुरत नम्बर 6 को आयत नम्बर 144। र 2 ऊँटको जातिबाट र 2 गाईको जातिबाट तिनीहरूसित सोध्नुहोस् कि के अल्लाहले दुवैका भालेलाई त्याज गरेको छ वा दुवैको पोथीहरूलाई वा त्यसलाई जुन कि दुवै पोथीको गर्भमा छ। के तिमी त्यस समयमा उपस्थित थियौ जब अल्लाहले अवैध हुने आदेश तिनीहरूलाई दिएको थियो र त्यस मानिसभन्दा ठुलो अन्यायी अरूको हुन सक्छ जसले मानिसहरूलाई मार्ग विचलित गर्नको लागि अज्ञानतापूर्वक अल्लाहमाथि झुठो कुराको दोषारोपण गर्दछ। कुनै सन्देह छैन कि अल्लाह अत्याचारीहरूलाई सही मार्ग देखाउँदैन। सुरत नम्बर 6 को आयत नम्बर 145। हे नबी, यिनीहरूलाई भन्नुहोस् कि जुन आदेश म माथि वही मार्फत उतारिएको छ त्यसमा मैले कुनै चिज त्यस्तो पाउँदिन जुन खानीले खान्छन्, तर त्यसलाई वर्जित गरिएको होस्। त्यस बाहेक यदि त्यो मृतक पशु होस् वा बगिरहेको
रगत वा सुँगुरको मासु होस्, किनभने यी सबै बिल्कुल अपवित्र हुन्, वा अर्को कुनै कुरा जुन मर्यादाको खिलाफ होस्, जसमा अल्लाह बाहेक अरू कसैको नाम लिएको हुन्छ, तर विवश भएको अवस्था बाहेक, यस शर्तमा कि विवशतामा खानी मानिसले स्वादको लागि खाएको नहोस्, न त ऊ सीमालाई नै नाग्ने व्यक्ति छ, तब निश्चय नै तिम्रो पालनकर्ता क्षमादाता र दयावान छ। सुरत नम्बर 6 को आयत नम्बर 146। र यहुदीहरूको निम्ति हामीले हुर भएका सम्पूर्ण जनावरलाई वर्जित बनाएका थियौँ, र गाई र बाख्राको बोसो हराम गरिदिएका थियौँ, तर त्यस बाहेक जुन बोसो तिनीहरूको पिठ्यौँमा टाँसिएको हुन्छ, वा आन्द्रामा लागेको हुन्छ, वा हाडमै टाँसिएको हुन्छ, यो सदाय हामीले तिनीहरूलाई तिनीहरूको बदमासीको कारण दिएका थियौँ। हामी त साँचो भन्नेवाला हौँ। सुरत नम्बर 6 को आयत नम्बर 147। यदि तिनीहरूले तपाईलाई झुठा भन्छन् त भनिदिनुहोस् कि तिम्रो पालनकर्ता अत्यन्त दयावान छ, तर अत्याचारीहरूका लागि उसको सजाय अटल छ। सुरत नम्बर 6 को आयत नम्बर 148। यी मुश्रिकहरूले उत्तरमा भन्ने छन् कि यदि अल्लाहले चाहेको भए हामीले अल्लाहको साझेदार ठहराउने थिएनौँ, र न त हाम्रा बाबुबाजेहरूले नै गर्दथे, न त हामीले कुनै कुरालाई त्याजे ठहराउँदथ्यौँ। यस्तै यिनीहरूका पूर्वजले पनि सत्य कुरालाई गलत भन्ने गरेका थिए, यहाँसम्म कि हाम्रो सजायको सोही स्वाद तिनीहरूले चाखे। तिनीहरूलाई भन्नुहोस् कि के तिमीहरूसँग कुनै प्रमाण छ जसलाई हाम्रो सामु प्रस्तुत गर्न सक्छौ? तिमीहरू त मात्र अनुमानमा हिँड्दछौ र मिथ्या कुरा गर्दछौ। सुरत नम्बर 6 को आयत नम्बर 149। भन्नुहोस् कि पुरै विवाद अल्लाहकै लागि रह्यो, यदि उसले चाहेको भए तिमी सबैलाई मार्गदर्शन प्रदान गर्ने थियो। सुरत नम्बर 6 को आयत नम्बर 150। भन्नुहोस् कि आफ्नो साक्षीहरूलाई ल्याऊ जसले गवाही देऊन् कि अल्लाहले यी कुराहरूलाई त्याजी बनाएको छ, अनि यदि तिनीहरू आएर गवाही दिन्छन् भने तपाईँ तिनीहरूको साथ साक्षी बस्नुहोस् र कदापि तिनीहरूको इच्छाको पछि नहिँड्नु, जसले हाम्रा आयतहरूलाई गलत भनिराखेका छन् र जो परलोकको दिनमा विश्वास गर्दैनन् र आफ्नो पालनकर्ताको समकक्ष अरूलाई पनि ठान्दछन्। सुरत नम्बर 6 को आयत नम्बर 151। हे नबी, भन्नुहोस् कि हे मानिसहरू, आओ मैले तिमीहरूलाई ती कुरा सुनाउँछु
जसको विरोध गर्न तिम्रो पालनकर्ताले तिम्रो लागि रोक लगाएको छ। ती यी हुन् कि कुनै कुरालाई अल्लाहसँग नदाज्नु, साझेदार नबनाऊ र आमा बुबासँग राम्रो व्यवहार गर्नु र दरिद्रताको भयले आफ्नो सन्तानहरूलाई नमार, किनभने तिमीलाई र उनलाई हामीले नै जीविका प्रदान गर्दछौँ र हरेक प्रकारको निर्लज्ज कुराको नजिक नजानु, खुल्ला रूपमा होस् वा गोप्य रूपमा, र जुन प्राणीको ज्यान मार्न अल्लाहले रोक लगाएको छ उसको ज्यान नलिनु, तर यस नियमको पालनमा हक इन्साफको निम्ति गरिएका बाहेक यी कुराहरूको पालनको लागि अल्लाहले तिमीलाई सचेत गरेको छ कि तिमी सम्झ। सुरत नम्बर 6 को आयत नम्बर 152। र अनाथको सम्पत्तिको समीप पनि नजानु, अनाथको सम्पत्तिको समीप ल्याएको छ। यो नजिक नजानु भनेको यो समीप लेखिएको रहेछ। यो नेपालीबाट अलिकति यो गुगल ट्रान्सलेसन गरेर छापेकोहरूमा अलिकति शब्दहरू ठाउँ ठाउँमा अलिकति हुन्छ, किनभने अगाडि र पछाडिको हेरेर चाहिँ ठ्याक्क बुझ्नुपर्ने हुन्छ। समीप पनि नजानु, तर यस्तो तरिकाले जुन कि तिनीहरूको हितमा होस्, तिनीहरू सावलक नहुन्जेलसम्म, र नापतोलको काम न्यायपूर्ण तरिकाले गर्ने गर। हामी हरेक व्यक्तिमा उत्तरदायित्वको भारी त्यति नै राख्दछौँ जति कि उसको सामर्थ्य छ, र जब तिमी कुरा गर्छौ न्यायको गर, चाहे त्यो विषय तिम्रा नातेदार, आफन्तीको नै किन नहोस्, र अल्लाहसँग गरेको वाचा पुरा गर। यी कुराहरूको लागि अल्लाहले तिमीलाई विशेष आदेश दिएको छ कि सदैव तिमीले सम्झिराख। सुरत नम्बर 6 को आयत नम्बर 153। र आदेश यो छ कि यो धर्म मेरो सोझो बाटो हो, तिमी यसैमा हिँड्नु र अन्य मार्गमा नहिँड्नु, किनभने त्यसमा हिँडे अल्लाहको मार्गबाट विचलित भइहाल्नेछौ। यसको विशेष आदेश तिमीलाई अल्लाहले दिएको छ, जसबाट तिमी आत्मसंयमी रहनु। सुरत नम्बर 6 को आयत नम्बर 154। फेरि हामीले मुसा अलैहिस्सलामलाई यस्तो किताब प्रदान गरेका थियौँ जसले राम्रो काम गर्ने मानिसहरूका लागि पुरा उपहार होस् र सम्पूर्ण वस्तुहरूबारे आवश्यक निर्देशन होस्, र सही मार्गको सूचना र दयालुताको वर्णन गरिएको होस्, जसको कारण उनका अनुयायीहरूले आफ्नो पालनकर्तासँगको साक्षात्कारमा विश्वास गरून्। सुरत नम्बर 6 को आयत नम्बर 155। र यो किताब कुरान हामीले उतारेका हौँ भलाइ र वरदानको रूपमा, तसर्थ यसको अनुसरण गर र डर मान
जसबाट तिमीमाथि दया गरियोस्। सुरत नम्बर 6 को आयत नम्बर 156। तिमीले यसो नभन कि हामी भन्दा पहिला दुईवटा समूहलाई मात्र किताब उतारिएको हो र हामी यसको पाठनबाट अनभिज्ञ थियौँ। सुरत नम्बर 6 को आयत नम्बर 157। वा यो नभन कि यदि हामी माथि पनि किताब उतारिएको भए हामी तिनीहरूको दाँजो अझ सही बाटोमा हुने थियौँ। तसर्थ तिम्रो समीपमा तिम्रो पालनकर्ताको तर्फबाट स्पष्ट मार्गदर्शनको माध्यम र वरदान आइसकेको छ। अब योभन्दा ठुलो अत्याचारी को होला जसले अल्लाहको आयतहरूलाई गलत भन्दछन् र त्यसबाट अरूलाई विमुख गर्दछ। जसले हाम्रो आयतहरूबाट विमुख गर्दैछन् त्यस विमुखताको कारण छिट्टै हामीले तिनलाई कडाभन्दा कडा सजाय दिनेछौँ। सुरत नम्बर 6 को आयत नम्बर 158। के यिनीहरू यस कुराको मात्र प्रतीक्षा गरिरहेका छन् कि तिनीहरू छेउ देवदूतहरू फरिस्ता आउन् वा स्वयं तिम्रो पालनकर्ता नै आउन् वा तिम्रो पालनकर्ताको कुनै ठुलो निशानी आओस्। जुन दिन तिम्रो पालनकर्ताबाट कुनै विशेष निशानी आउने छ त्यतिखेर जसले पहिलादेखि आस्था राख्दैन उसको लागि कुनै फाइदा हुने छैन वा उसले आफ्नो इमानको अवस्थामा कुनै असल कर्म नगरेको भए हे पैगम्बर तिनीहरूसित भनिदिनुहोस् कि तिनीहरूले प्रतीक्षा गर हामीले पनि प्रतीक्षा गर्दछौँ। सुरत नम्बर 6 को आयत नम्बर 159। निसन्देह जुन मानिसहरूले आफ्नो धर्मलाई धेरै भागमा विभाजित गरे र स्वयं समूहमा विखण्डित भए तिनीहरूसित तपाईको कुनै सम्बन्ध छैन। तिनीहरूको हिसाब किताब अल्लाहको जिम्मामा छ। उसैले तिनीहरूलाई बताइदिनेछ के कति तिनीहरूले गरेका छन्। सुरत नम्बर 6 को आयत नम्बर 160। जसले सत्कर्म गर्दछ उसले त्यसको 10 गुणा प्रतिफल पाउनेछ र जसले दुष्कर्म गर्दछ उसले त्यति नै सजाय पाउनेछ जति उसले अपराध गरेको छ र तिनीहरूमाथि कुनै अन्याय गरिने छैन। सुरत नम्बर 6 को आयत नम्बर 161। भनिदिनुहोस् कि मलाई मेरो पालनकर्ताले सोझो बाटो देखाइसकेको छ। त्यो एउटा सम्पूर्ण धर्म हो जुन बाटो हो इब्राहिम अलैहिस्सलामको जो मात्र अल्लाहको उपासक थिए र उनी मुश्रिकहरूमध्येका थिएनन्। सुरत नम्बर 6 को आयत नम्बर 162। यो पनि भनिदिनुहोस् कि मेरो नमाज र मेरो सबै इबादत उपासना निश्चित रूपले र मेरो जीवन र मृत्यु सबै अल्लाहकै लागि हुन् जो सम्पूर्ण ब्रह्माण्डको स्वामी हो। सुरत नम्बर 6 को आयत नम्बर 163। उसको कुनै साझेदार छैन र
मलाई यही कुराको आदेश भएको छ र म आज्ञाकारीहरू मध्ये पहिलो हुँ। सुरत नम्बर 6 को आयत नम्बर 164। तपाईँ भन्नुहोस् कि के म अल्लाह बाहेक अरू पालनकर्ता खोजौँ, जबकि उही प्रत्येक कुराको मालिक हो र जसले जे कर्म गर्दछ त्यसको लागि नोक्सानी त्यसैलाई नै हुन्छ र कसैले कसैको पापको भारी बोक्ने छैन। अनि तिमी सबैलाई आफ्ना पालनकर्ता छेउ नै फर्केर जानुपर्ने छ अनि उसले तिमीहरूले उठाएको प्रत्येक विवादको बारेमा तिमीहरू सामु खुलस्त पार्नेछ। सुरत नम्बर 6 को आयत नम्बर 165। र उही यस्तो हो जसले तिमीलाई पृथ्वीको उत्तराधिकारी नायक बनायो र एकलाई अर्को माथि उच्च ओहदा प्रदान गर्यो, जसबाट जे जति उसले तिमीलाई प्रदान गरेको छ त्यसमा तिम्रो परीक्षा गरोस्। निसन्देह तिम्रो रबले छिट्टै सजाय दिनेवाला छ र ठुलो क्षमादाता र दयावान पनि छ। दाजुभाइ दिदीबहिनीहरू, हामीले यो सुरत नम्बर 6 सुरतुल अनाम 111 देखि सुरु गरेका थियौँ। 55 आयत यो सिधैमा हामीले अब हामी पाना नम्बर 243 देखि सुरतुल आराफ सुरत नम्बर 7 आयत नम्बर 1 बाट हामी सुरु गर्नेछौँ। र पनि भिडियो नम्बर चाहिँ यो 8 नै हो है। सुरतुल औज़ बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम। सुरतुल आराफ मक्की हो र यसमा 206 आयतहरू र 24 रुकुहरू छन्। सुरु गर्दछु अल्लाहको नामबाट जो बडो कृपालु अत्यन्त दयावान छ। सुरत नम्बर 7 आयत नम्बर 1 अलिफ लाम मीम साद। सुरत नम्बर 7 आयत नम्बर 2 हे मुहम्मद, यो एउटा किताब हो जुन तपाईमाथि उतारिएको छ। उद्देश्य यो हो कि यसबाट डर देखाउने गर्नुहोस्, अतः तपाईको हृदयमा संकीर्णता नहोस् र यो इमान ल्याएकाहरूको लागि नसिहत हो। सुरत नम्बर 7 को आयत नम्बर 3 मानिसहरू जुन किताब तिमीमाथि तिम्रो पालनकर्ताबाट उतारिएको छ त्यसको अनुसरण गर र आफ्नो रबलाई छोडेर अरू मनगन्ते अगुवाहरूको अनुसरण नगर, अतः तिमीहरू एकदमै थोरै उपदेश स्वीकार गर्दछौ। सुरत नम्बर 7 को आयत नम्बर 4 र धेरै बस्तीहरूलाई हामीले नष्ट गरिदिएका छौँ जसमाथि हाम्रो सजाय अचानक रातिको बेला आयो वा दिनमा, जुन बेला तिनीहरू दिउँसोको विश्राम गर्दथे। सुरत नम्बर 7 को आयत नम्बर 5 जुन बेला उनीहरू माथि हाम्रो सजाय आउँदथ्यो तिनीहरूको मुखबाट यिनी नै निस्कियो, अफसोस हामी अत्याचारी
थियौँ। सुरत नम्बर 7 को आयत नम्बर 6, अतः हामीले तिनीहरूबाट सोधपुछ गर्नेछौँ जो तिर हामीले पैगम्बर पठाएका थियौँ र पैगम्बरलाई पनि सोध्छौँ। सुरत नम्बर 7 को आयत नम्बर 7, फेरि हामीसँग पूर्ण ज्ञान भएकोले तिनका सम्पूर्ण वृत्तान्त उनको सामु वर्णन गर्नेछौँ र हामी कहिले पनि अज्ञान थिएनौँ। सुरत नम्बर 7 को आयत नम्बर 8, र त्यस दिनको कर्मको तराजु साँचो हुनेछ, तसर्थ जुन मानिसहरूका कर्मको तुला गहँगो हुनेछ, ती नै मुक्ति प्राप्त गर्नेवाला हुनेछन्। सुरत नम्बर 7 को आयत नम्बर 9, र जुन मानिसको तुलना कर्मका हलुङ्गो हुनेछ, ती मानिसहरू हुन् जसले कि आफूलाई घाटामा पारे, किनभने हाम्रो आयतहरूबारे अन्याय गर्दथे। सुरत नम्बर 7 को आयत नम्बर 10, र हामीले नै पृथ्वीमा तिम्रो वासस्थान बनायौँ र यसबाट तिम्रो निम्ति जीविकाका साधनहरू सृजना गर्यौँ, तर तिमीले कमै आभार व्यक्त गर्दछौ। सुरत नम्बर 7 को आयत नम्बर 11, र हामीले तिमीलाई सृष्टि गर्यौँ अनि तिम्रो रूप आकार बनायौँ, तर त्यसपछि देवदूतहरूलाई आदेश गर्यौँ कि आदमको अगाडि ढोग, र सबैले ढोग, तर इब्लिस शैतानहरूका नायक ढोग्नेहरूमा सामेल भएन। सुरत नम्बर 7 को आयत नम्बर 12, अल्लाहले भन्यो, तिमी जसले ढोगेनौ, तिमीलाई यसबाट कुन कुराले रोक्यो? उसले भन्यो कि म त्यसभन्दा श्रेष्ठ छु, मलाई तपाईँले आगोबाट सृष्टि भएको हो र उसलाई माटोबाट। सुरत नम्बर 7 को आयत नम्बर 13, अल्लाहले आदेश गर्यो, त आकाशबाट तल झरिहाल, तँलाई उचित छैन कि यहाँ घमण्ड गर, तसर्थ गइहाल, त ती व्यक्तिहरू मध्येको होस् जसले स्वयं आफ्नो अपमान चाहन्छ। सुरत नम्बर 7 को आयत नम्बर 14, उसले भन्यो कि मलाई कयामत प्रलयको दिनसम्म छुट प्रदान गरिदिनुहोस्। सुरत नम्बर 7 को आयत नम्बर 15, अल्लाहले भन्यो, ठिक छ, तँलाई छुट प्रदान गरिन्छ। सुरत नम्बर 7 को आयत नम्बर 16, अनि शैतानले भन्यो कि जस प्रकार तपाईँले मलाई तिरस्कृत गर्नुभयो, म शपथ लिन्छु कि तिम्रो सोझो बाटोबाट उनीहरूलाई मार्ग विचलित गर्नको लागि घात लगाई बसिराख्नेछु। सुरत नम्बर 7 को आयत नम्बर 17, अनि तिनका अगाडि र पछाडि र दायाँ र बायाँ चारैतिरबाट उनीहरूमाथि आक्रमण गर्नेछु र
तिमीले तिनीहरूमध्ये धेरैलाई कृतज्ञ पाउने छौ। सुरत नम्बर 7 को आयत नम्बर 18। अल्लाहले आदेश गर्यो, निक्लिहाल यहाँबाट घृणित र अपमानित भएर। निसन्देह तिनीहरूमध्ये जुन मानिसहरूले तेरो भनाइ मान्ने छन्, मैले तँलाई र तिनीहरूलाई नर्कमा हालेर नर्कलाई नै भरिदिने छु। सुरत नम्बर 7 को आयत नम्बर 19। र हामीले आदेश दियौँ कि हे आदम, तिमी र तिम्रो श्रीमती दुवै यस वहिस्त स्वर्गमा बसोबास गर, जहाँ तिमीहरूलाई जुन कुरा खान मन पर्छ खाऊ, तर त्यस रुख छेउ नजाऊ, अन्यथा अन्यायी भइहाल्नेछौ। सुरत नम्बर 7 को आयत नम्बर 20। त्यसपछि शैतानले ती दुवैको मनमा कौतूहलको सिर्जना गरिदियो, जसबाट तिनीहरूको गुप्ताङ्गहरू जुन एकअर्कासँग लुकाएको थियो तिनीहरूको अगाडि खोलिदियोस्। उसले भन्न थाल्यो कि तिमीहरूलाई तिम्रो पालनकर्ताले यस रुखबाट मात्र यस कारणले रोकेको छ कि तिमी दुवै फरिस्ता देवदूत नबनी हाल, वा तिमीहरूलाई शाश्वत अमरत्व प्राप्त भएर नजाओस्। सुरत नम्बर 7 को आयत नम्बर 21। तिनीहरूको समक्ष शैतानले शपथ खाएर भन्यो कि म तिम्रो हितैषी हुँ। सुरत नम्बर 7 को आयत नम्बर 22। यस प्रकार धोखा दिएर उसले ती दुवैलाई बिस्तारै आफ्नो पापतिर आकर्षित गरिहाल्यो। जब तिनीहरू दुवैले त्यस रुखको फलको स्वाद चाखे, तब तिनीहरूका गुप्ताङ्गहरू एक अर्का अगाडि प्रकट भइहाले र तिनीहरूले स्वर्गको पातबाट आफ्नो शरीर ढाक्न थाले। त्यसपछि तिनका पालनकर्ताले तिनीहरूलाई सम्बोधन गर्दै भने कि के मैले तिमीहरूलाई यस वृक्षबाट रोक लगाएको थिइन र भनेको थिइन कि शैतान तिम्रो खुल्ला रूपमा शत्रु हो। सुरत नम्बर 7 को आयत नम्बर 23। दुवैले भन्न थाले कि हे हाम्रो रब, हामीले आफ्नो लागि ठुलो नोक्सान गर्यौँ। अब यदि तिमीले हामीलाई क्षमा गर्दैनौ र दया गर्दैनौ भने निश्चय नै हामी घाटा पाउने मध्येका भइहाल्छौँ। सुरत नम्बर 7 आयत नम्बर 24। अल्लाहले आदेश गर्यो, तिमी सबै स्वर्गबाट तल झरिहाल। तिमीहरू एक अर्काको शत्रु भयो र तिम्रो लागि एक निश्चित समयको लागि पृथ्वीमा बास र जीवनको लागि सामग्रीको व्यवस्था गरिएको छ। सुरत नम्बर
7 को आयत नम्बर 25 अरू आदेश भयो कि तिमीले त्यही जिन्दगी गुजार्नु र मर्नु पर्नेछ र त्यसैबाट पुनः जीवित गराई निकालिने छौ। सुरत नम्बर 7 को आयत नम्बर 26 हे आदमका सन्तान, हामीले तिम्रो लागि पोषक बनायौँ जसबाट तिम्रो गुप्ताङ्गहरू पनि ढाकियोस् र तिम्रो शरीरको रक्षा र शोभा पनि होस्। उत्तम पोषक सत्यनिष्ठता नै हो। यो अल्लाहका निशानीहरू मध्ये एक हो ताकि यसबाट मानिसहरूले याद गरून्। सुरत नम्बर 7 को आयत नम्बर 27 हे आदमका सन्तति, यस्तो नहोस् कि शैतान तिमीलाई हकाएर कुनै नोक्सानीमा पारोस्, जस्तो कि तिम्रो आमा बुबालाई हकाएर स्वर्गबाट निष्कासित गराइहाल्यो र तिनीहरूलाई वस्त्रहीन गरायो कि तिनका गुप्ताङ्ग एक अर्कालाई देखाइदेओस्। त्यसले र त्यसको समूहले तिमीलाई यस्तो ठाउँबाट हेरिराख्दछन् कि तिमीले देख्न सक्दैनौ। हामीले यी शैतानहरूलाई तिनका मित्र बनाइदिएका छौँ जसले इमान ल्याउँदैनन्। सुरत नम्बर 7 को आयत नम्बर 28 र जब यिनीहरूले कुनै निर्लज्जतापूर्ण अश्लील काम गर्दछन् तब भन्दछन् कि हामीले आफ्ना बाबुबाजेलाई यस्तै गरेको देखेका छौँ र अल्लाहले पनि हामीलाई यही आदेश गरेको छ। भनिदिनुहोस् कि अल्लाह निर्लज्जताको आदेश कहिले दिँदैन। तिमीले अल्लाहको बारेमा यस्ता कुरा किन गर्दछौ जसको विषयमा कुनै ज्ञान छैन। सुरत नम्बर 7 को आयत नम्बर 29 भनिदिनुहोस् कि मेरो पालनकर्ताले न्यायको आदेश दिएको छ र यो पनि कि प्रत्येक नमाजको बेला आफ्नो अनुहार सिधा किब्लातिर राख्ने गर र अल्लाहको उपासना उसैको लागि मात्र गर्नु। अल्लाहले जुन प्रकारले तिमीलाई सुरुमा सृष्टि गरेको थियो त्यस्तै फेरि तिमी सिर्जना गरिने छौ। सुरत नम्बर 7 को आयत नम्बर 30 केही समूहलाई त उसले सही मार्ग देखायो र केहीलाई पथ विचलित भएको प्रमाणित भइसक्यो, किनकि यिनीहरूले अल्लाहलाई छाडी शैतानलाई आफ्नो मित्र बनाए र सम्झन्छन् कि तिनीहरू सही मार्गमा छन्। सुरत नम्बर 7 को आयत नम्बर 31 हे आदमको सन्तति, प्रत्येक नमाजको बेला तिमीहरू राम्रोसँग लुगा लगाउने गर र पर्याप्त खानी पिउने गर, तर सीमाभन्दा अघि नबढ। निसन्देह अल्लाहलाई सीमाभन्दा अघि बढ्नेलाई मन पराउँदैन। सुरत नम्बर 7 को आयत नम्बर 32 तपाईँ भन्नुहोस् आभूषण र खानी पिउने पवित्र कुराहरू जुन अल्लाहले आफ्नो उपासकहरूका लागि बनाएको छ तिनलाई त्याज्य
तिनलाई त्याज्य कसले बनाएको छ भनिदिनुहोस्। यी कुराहरू संसारी जीवनमा पनि इमान भएकाहरूका निम्ति हुन् र क़यामतका दिन विशेष रूपले तिनैको भागमा हुने छन्। यस प्रकार अल्लाहले उसका आयतहरू बुझ्नेहरूलाई स्पष्ट रूपले वर्णन गर्दछ। सुरत नम्बर 7 को आयत नम्बर 33। भनिदिनुहोस् कि बरु मेरो प्रभुले त निर्लज्जताका कुराहरू चाहे ती खुल्ला रूपमा हुन् वा गोप्य र प्रत्येक पापलाई र अकारण कसैमाथि अत्याचार गर्ने कुरालाई त्याज्य बनाएको छ र कसैलाई अल्लाहको साझेदार ठान्ने कुरा जसको निम्ति उसले कुनै प्रमाण प्रदान गरेको छैन र अल्लाहको बारेमा तिमीलाई कुनै ज्ञान नभएको कुरा गर्न पनि त्याज्य छ। सुरत नम्बर 7 को आयत नम्बर 34। प्रत्येक समुदायको लागि मृत्युको एक समय निर्धारित छ। त्यस समय आइपुगेपछि न त एकपछि ढिलो गर्न सक्छन् र न त चाँडो। सुरत नम्बर 7 को आयत नम्बर 35। हे आदमको सन्तति, जब हाम्रा पैगम्बर तिमी छेउ तिमी मध्येका आउँदछन् र हाम्रा आयतहरू तिमीलाई सुनाउँदछन्, अनि जसले आत्मसंयम राख्दछन् र आफूलाई ठिक राख्दछन्, त्यस्ता मानिसहरूलाई न त केही भय हुनेछ न त तिनी दुखी नै हुनेछन्। सुरत नम्बर 7 को आयत नम्बर 36। र जसले हाम्रा यी आयतहरूलाई गलत वा झुट भनेका छन् र तिनीसित घमण्ड पूर्वक व्यवहार देखाउँछन्, तिनीहरू नर्कीय हुनेछन् र सधैँ त्यसैमा बसिराख्नेछन्। सुरत नम्बर 7 को आयत नम्बर 37। यो भन्दा अन्यायी को होला जसले अल्लाहमाथि मिथ्या दोषारोपण गर्यो वा उसका आयतहरूलाई गलत भन्दछ। तिनीहरूले आफ्नो भाग्यले निर्धारित गरेको कुरा पाउनेछन्, यहाँसम्म कि जब तिनी छेउ हामीले पठाएका देवदूतहरू प्राण निकाल्न आउने छन् र भन्ने छन् कि अल्लाह बाहेक जसलाई तिमीले पुकार्ने गर्दथ्यौ तिनीहरू अहिले कहाँ गए? तिनीहरूले भन्ने छन्, थाहा छैन, तिनीहरूले हामीलाई छोडेर गइहाले र तिनीहरूले आफूलाई काफिर भएको कुरा स्वीकार गर्नेछन्। सुरत नम्बर 7 को आयत नम्बर 38। अल्लाहको आदेश हुनेछ कि जिन र मानिसहरूको जो समूह तिमीहरूभन्दा पहिले नै गुज्रिसकेका छन्, तिनको साथमा तिमी पनि नर्कमा जाऊ। जब कुनै समूह त्यसमा प्रवेश गर्नेछ, आफूभन्दा पहिलेको समूहलाई धिक्कार्नेछ, यहाँसम्म कि जब सबै त्यसमा एकत्रित भइसक्नेछन् त हरेक पछिल्लो समूहले पहिलो समूहको बारेमा भन्नेछन् कि हे रब, यिनै
मानिसहरूले हामीलाई स्पष्ट गरेका थिए, तसर्थ यिनलाई नरकको सजाय दोब्बर दिनु। अल्लाहले भन्ने छ कि हर एकलाई 2 गुना सजाय दिने छ, तर यिनीलाई थाहा छैन। सुरत नम्बर 7 को आयत नम्बर 39। पहिलो समुदायले पछिल्लोसित भन्ने छ कि तिमी माथि कुनै प्रधानता प्राप्त भएन। जुन कर्म तिमीले गर्ने गर्दथ्यौ त्यसको प्रतिफल स्वरूप सजायको स्वाद चाख। सुरत नम्बर 7 को आयत नम्बर 40। जसले हाम्रो आयतहरूलाई झुटा भने र अभिमानपूर्ण व्यवहार गरे, तिनीहरूका लागि आकाशका ढोकाहरू खोलिने छैन र तिनीहरू कहिले पनि स्वर्गमा जाने छैनन्, जबसम्म कि ऊँट सियोको पावलबाट छिर्दैन। र पाप गर्नेहरूलाई हामीले यस्तै सजाय दिने गर्छौँ। सुरत नम्बर 7 को आयत नम्बर 41। यस्ता मानिसहरूका लागि नरकको आगो बिछ्याउना हुनेछ र माथिबाट त्यसैको ओठले पनि, र यस्ता अत्याचारीहरूलाई हामीले यस्तै सजाय दिने गर्छौँ। सुरत नम्बर 7 को आयत नम्बर 42। जुन मानिसहरूले हाम्रो आयतहरूमाथि आस्था राखे र सत्कर्म गरेका छन्, त्यस विषयमा हामीले कुनै व्यक्तिलाई उसको क्षमताभन्दा बढी जिम्मेवारी दिने छैनौँ। यस्ता मानिसहरू नै स्वर्गका निवासी हुन्, जो सधैँ त्यसमा बास गर्नेछन्। सुरत नम्बर 7 को आयत नम्बर 43। र एक अर्काका लागि छल कपट जो तिनीहरूका छातीमा थियो हामीले सबै निकालिदिनेछौँ। तिनीहरूको महलहरू मुनि नहरहरू बगिरहेका हुनेछन् र उनीहरूले भन्नेछन् कि अल्लाहको हामी धेरै कृतज्ञ छौँ, जसले हामीलाई यस स्थानसम्म पुर्यायो। र यदि अल्लाहले हामीलाई बाटो नदेखाएको भए हामी स्वयंले बाटो पाउन सक्ने थिएनौँ। वास्तवमा हाम्रा पालनकर्ताले पठाएका रसुलले साँचो कुरा लिएर आएका थिए। उनीसित ठुलो आवाजमा भनिने छ कि यो जन्नत हो जसको तिमी वारिस बनाएका छौ, यो तिमीले तिम्रो कर्मको बदलामा पाएका हौ। सुरत नम्बर 7 को आयत नम्बर 44। र जन्नतवालाहरू नर्कमा बस्नेहरूलाई ठुलो स्वरमा भन्नेछन् कि जुन बाचा हाम्रो पालनकर्ताले हामीसँग गरेको थियो हामीले त्यसलाई सत्य पाएका छौँ। के तिमीले पनि जुन वचन तिम्रो पालनकर्ताले तिमीसँग गरेको थियो त्यसलाई साँचो पायौ? तिनीहरूले उत्तर दिनेछन्, हो पायौँ। त्यतिखेर तिनीहरूमध्ये एउटा पुकार्ने मान्छेले कराएर भन्ने छ,
कि अन्यायीहरूमाथि अल्लाहको धिक्कार होस्। सुरत नम्बर 7 को आयत नम्बर 45, जसले अल्लाहको बाटोमा हिँड्नबाट रोक्दथे र त्यसैलाई बाटो बनाउन खोज्दथे र क़यामतको दिनलाई अस्वीकार गर्दथे। सुरत नम्बर 7 को आयत नम्बर 46, यी दुवै समूहको बीचमा एउटा पर्दा हुनेछ र आराफमाथि धेरै मानिसहरू हुनेछन्। यिनीहरूले सबैलाई तिनका अनुहारबाट नै चिन्नेछन् र तिनीहरूले जन्नतवालाहरूलाई ठुलो स्वरमा पुकारेर भन्नेछन् कि तिमीमाथि शान्ति होस्। यी मानिसहरू अझै जन्नतमा प्रवेश पाएका हुँदैनन्, तर त्यसको उम्मेदवार हुनेछन्। सुरत नम्बर 7 को आयत नम्बर 47, जब यिनीहरूका आँखा नर्कमा बस्नेहरूतिर पर्नेछ त भन्नेछन् कि हे पालनकर्ता, हामीलाई अत्याचारीहरूको साथमा सामेल नगर्नु र आराफावाला व्यक्तिले धेरै मानिसहरूलाई जसलाई तिनका अनुहारबाट चिनिराखेका हुन्छन्, तिनीहरूलाई भन्नेछन् कि आज न त तिम्रो समूह कुनै काम आयो, न त तिमीले ठुलो सम्झने कार्यले नै तिम्रो काम आयो। सुरत नम्बर 7 को आयत नम्बर 49, के यी तिनै मानिसहरू हुन् जसका बारेमा तिमीले स्पष्ट लिने गर्दथ्यौ कि अल्लाहले तिनीहरूलाई कृपा गर्दैन, तसर्थ तिमीहरू स्वर्गमा प्रवेश गरिहाल। तिमीहरूलाई कुनै भय छैन, न त तिमीलाई कुनै प्रकारको दुःख छ, न कुनै शोक हुनेछ। सुरत नम्बर 7 को आयत नम्बर 50, र नर्कमा बस्नेहरूले स्वर्गमा बस्नेहरूसँग भन्नेछन् कि हामी माथि थोरै जल हाल, वा अल्लाहले तिमीहरूलाई दिएको छ त्यसबाट केही हामीलाई पनि देऊ। स्वर्गवालाहरूले जवाफ दिनेछन् कि अल्लाहले दुवै कुरा, स्वर्गको पानी र जीविका अधर्मीहरूको निम्ति निषेध गरेको छ। सुरत नम्बर 7 को आयत नम्बर 51, जसले संसारमा आफ्नो धर्मलाई खेल तामासा बनाएका थिए र सांसारिक जीवनले तिनलाई धोकामा पारिसकेको थियो, जुन प्रकारले तिनीहरूले त्यस दिनको आगमनलाई बिर्सिदिएका थिए र हाम्रा आयतहरूलाई अस्वीकार गरेका थिए, त्यस्तै आज हामीले पनि तिनीहरूलाई बिर्सिदिनेछौँ। सुरत नम्बर 7 को आयत नम्बर 52, हामीले तिनीहरू छेउ एउटा यस्तो किताब पुर्याइसकेका छौँ जसलाई हामीले आफ्ना परिपक्व ज्ञानका आधारमा विस्तृत
रूपमा वर्णन गरेका छौँ र त्यो मुमिनहरूका लागि मार्गदर्शन र वरदान हो। सुरत नम्बर 7 को आयत नम्बर 53। के यिनीहरू यस प्रतीक्षामा छन् कि अन्तिम परिणाम सामुन्ने आइहालोस्, जुन दिन त्यो अन्तिम परिणाम अगाडि आउने छ त व्यक्ति जसले पहिले त्यसको उपेक्षा गरेका थिए भन्ने छन्, वास्तवमा हाम्रो पालनकर्ता रसुलले सत्य लिएर आएका थिए। के आज हामीलाई कोही सिफारिस गर्ने पाइन्छ जसले हाम्रो हकमा सिफारिस गरून्, वा के हामीलाई संसारमा फिर्ता पठाउन सकिन्छ ताकि जुन दुष्कर्म हामीले अघि गर्थ्यौँ त्यो नगरौँ, बरु तिनको विपरीत अन्य असल कर्म गरौँ। निसन्देह तिनीहरूले आफैलाई घाटामा पारेका छन् र जे जति मन गणन्ते कुरा यिनीहरूले गर्दथे ती सबै हराइसके। सुरत नम्बर 7 को आयत नम्बर 54। कुनै सन्देह छैन कि तिम्रो पालनकर्ता अल्लाह नै हो, जसले आकाशहरू र पृथ्वीलाई 6 दिनमै सृष्टि गर्यो र त्यस पश्चात आफ्नो राज सिंहासनमा आसन ग्रहण गर्यो। उसैले रातिबाट दिनलाई यसरी ढाकिदिन्छ कि दिन रातिको पछि दौडेर आउँछ, र सूर्य चन्द्रमा र ताराहरूको यसरी सृष्टि गर्यो कि सबै उसैको आदेशको अधीनमा हुन्छन्। हेर, सम्पूर्ण सृष्टि उसैको हो र आदेश पनि उसैको हो। यो अल्लाह सर्वगुण सम्पन्न छ, जो सबै ब्रह्माण्डको पालनकर्ता हो। सुरत नम्बर 7 को आयत नम्बर 55। मानिसहरू आफ्नो पालनकर्तासँग विनम्र बिन्ती गर्ने गर, ठुलो स्वरले र एकान्तमा प्रार्थना गर। वास्तवमा अल्लाह सीमा उल्लङ्घन गर्नेहरूलाई प्रेम गर्दैन। सुरत नम्बर 7 को आयत नम्बर 56। पृथ्वीमा सुधार भइसकेपछि उपद्रव नगर्नु र अल्लाहसँग डराउँदै र आशा राख्दै प्रार्थना गर्दै गर्नु कुनै शङ्का छैन कि अल्लाहको अनुकम्पा सत्कर्म गर्नेहरूको समीपनमा छ। सुरत नम्बर 7 को आयत नम्बर 57। र ऊ नै हो जसले आफ्नो अनुकम्पा वर्षाभन्दा अगाडि हावालाई शुभ सूचनाको रूपमा पठाउँछ, यहाँसम्म कि जब त्यसले ठुला बादलहरूलाई उचालेर ल्याउँछ, तब हामीले त्यसलाई एउटा कुनै सुक्खा भूभागतिर पठाइदिन्छौँ। त्यसपछि बादलहरूबाट वृष्टि गराउँछौँ अनि त्यस वर्षाको जलबाट थरीका फल उत्पन्न गराउँछौँ। यसै प्रकार हामीले मृतकहरूलाई जीवित पारी बाहिर निकाल्ने छौँ। आशा छ कि
देश ग्रहण गर्नेछौ। सुरत नम्बर 7 को आयत नम्बर 58, जुन भूमि उर्वर र राम्रो छ त्यसबाट उम्रने कुरा पनि अल्लाहको आदेशले राम्रो नै हुन्छ, र जुन भूमि नराम्रो छ त्यसबाट जे उम्रन्छ काम नलाग्ने खराब हुन्छ। यसै प्रकार हामीले आफ्ना आयतहरूलाई तर्कहरू कृतज्ञहरूका लागि विभिन्न प्रकारले वर्णन गर्दछौँ। सुरत नम्बर 7 को आयत नम्बर 59, हामीले नुह पैगम्बरलाई उनको जातितिर पठायौँ। उनले भने कि हे मेरो जातिका मानिस, अल्लाहको उपासना गर, उस बाहेक तिम्रो कोही पूजाको योग्य छैन। मलाई तिम्रो लागि एउटा ठुलो दिनको सजाय हुने डर छ। सुरत नम्बर 7 को आयत नम्बर 60, उनको जातिको नेताले भने कि हामीले तिमीलाई ठुलो रूपमा दिग्भ्रान्त भएको देखिरहेका छौँ। सुरत नम्बर 7 को आयत नम्बर 61, उनले नुह अलैहिस्सलामले भने, हे जाति बन्धु, ममा कुनै प्रकारको मार्ग विचलन छैन, बरु म संसारको पालनकर्ताको पैगम्बर सन्देशवाहक हुँ। सुरत नम्बर 7 को आयत नम्बर 62, तिमी छेउ आफ्ना पालनकर्ताको सन्देश पुर्याउँछु र तिम्रो शुभेच्छुक हुँ, र म अल्लाहको तर्फबाट यस्ता कुराहरूको जानकारी राख्दछु जसबारे तिमी अनभिज्ञ छौ। सुरत नम्बर 7 को आयत नम्बर 63, के तिमीलाई यस कुराको आश्चर्य लाग्यो कि तिमीहरू मध्येबाटै एक व्यक्तिको हातबाट तिम्रो पालनकर्ताको तर्फबाट तिम्रो समीपमा सदुपदेश आयो, जसले तिमीलाई सावधान गराओस् र तिमी डर मान र आत्मसंयमी बन, र ताकि तिमी माथि दया गरियोस्। सुरत नम्बर 7 को आयत नम्बर 64, तर तिनीहरूले उनलाई झुठा ठाने। अन्ततः हामीले नुह अलैहिस्सलामलाई र जो उनको साथ डुङ्गामा सवार थिए बचाइहाले, र जसले हाम्रो आयतहरूलाई झुठा भने तिनीहरूलाई डुबाइदियौँ। निसन्देह तिनी अन्धा मानिसहरू थिए। सुरत नम्बर 7 को आयत नम्बर 65, र आदको जातितिर उनीहरूकै दाजुभाइहरू मध्येका हुदलाई पठायौँ। उनले भने कि हे जाति बन्धुहरू, अल्लाहको उपासना गर, त्यसबाहेक तिम्रो अरू कोही सत्य पूजनीय छैन, त के तिमीहरू डराउँदैनौ? सुरत नम्बर 7 को आयत नम्बर 66, उनको जातिका सरदार जो काफिर थिए भन्न थाले कि हामीले
तिमीलाई मूर्खतामा ग्रस्त भएको सम्झिँदैछौँ र हामीले तिमीलाई झुठा ठान्दछौँ। सुरत नम्बर 7 को आयत नम्बर 67। उनले भने, हे जाति बन्धुहरू, ममा मूर्खताको कुनै कुरा छैन, बरु म विश्वका पालनकर्ताको सन्देश वाहक पैगम्बर हुँ। सुरत नम्बर 7 को आयत नम्बर 68। म तिमीहरूलाई अल्लाहको सन्देश पुर्याउँछु र तिम्रो शुभछुक र हितैषी हुँ। सुरत नम्बर 7 को आयत नम्बर 69। के तिमीलाई यस कुराबाट आश्चर्य लाग्यो कि तिमीहरू मध्येबाट एउटा मानिसद्वारा तिम्रो पालनकर्ताको तर्फबाट तिमी छेउ सत्य उपदेश आयो ताकि उसले तिमीलाई डर देखाओस् र तिमी यो भन्नु कि हाम्रो पालनकर्ताले नुहको जाति पश्चात तिमीलाई त्यसको उत्तराधिकारी बनायो र आकाशमा तिमीलाई बढी व्यापकता प्रदान गर्यो, तसर्थ अल्लाहका अनुकम्पाहरूलाई स्मरण गर ताकि मुक्ति प्राप्त गर्न सक। सुरत नम्बर 7 को आयत नम्बर 70। तिनीहरूले भन्न थाले, के तपाईँ हामीतिर यस कारणले आउन भएको हो कि हामीले एउटै अल्लाहको पूजा गर्न थाल्यौँ र जसलाई हाम्रा पूर्वजहरूले पुज्दै आएका थिए तिनलाई छाडिदिउँ। तसर्थ यदि साँचो हो भने जुन सजायबाट हामीलाई डर देखाइराखेका छौ त्यसलाई मगाइदेऊ। सुरत नम्बर 7 को आयत नम्बर 71। हुदले भने कि बस अब हाम्रो पालनकर्ताको तर्फबाट तिमी माथि सजाय र क्रोध आउने कुरा निश्चित भइसकेको छ। के तिमी मसँग यस्ता नामहरूको बारेमा झगडा गरिराखेका छौ जुन कि तिमीले र तिम्रा बाबु बाजेले आफ्नै तर्फबाट नामाकरण गरेका हुन्, जसको बारेमा अल्लाहले कुनै प्रमाण पठाएको छैन? ठिकै छ, तिमीले पनि प्रतीक्षा गरिराख, म पनि तिम्रो साथमा प्रतीक्षा गर्दछु। सुरत नम्बर 7 को आयत नम्बर 72। त्यसपछि हामीले हुदलाई र जुन मानिसहरू उनको साथमा थिए तिनीहरूलाई आफ्नो अनुकम्पाले बचायौँ र जसले हाम्रा आयतहरूलाई झुठा भने तिनीहरूको जरा नै काटिदिउँ र तिनीहरू इमान ल्याउनेवाला थिएनन्। सुरत नम्बर 7 को आयत नम्बर 73। र हामीले समुदको जातितिर उनका भाइ सालेह अलैहिस्सलाम पठायौँ। सालेहले भने कि हे मेरा जाति बन्धुहरू, अल्लाहकै पूजा गर र उस बाहेक तिम्रो अरू कोही सत्य पूजनीय छैन। तिमी छेउ तिम्रो पालनकर्ताबाट एउटा स्पष्ट प्रमाण आइसकेको छ। यो
उठ्नी अल्लाहको तर्फबाट हो र तिम्रो निम्ति एक चमत्कारको रूपमा प्रमाण छ, तसर्थ यसलाई स्वतन्त्र छाडिदेऊ कि अल्लाहको जमिनमा चर्दै घुमोस् र तिमीले यसलाई नराम्रो नियतले छुँदै नछुनु, अन्यथा कष्टदायक दण्डले तिमीलाई समाती हाल्छ। सुरत नम्बर 7 को आयत नम्बर 74। र हामी स्मरण गर र तिमी स्मरण गर त्यस समयलाई कि अल्लाहले तिमीलाई आदमको जातिपछि उत्तराधिकारी बनायो र पृथ्वीमा तिमीलाई यो स्थान प्रदान गर्यो कि आज तिमीले अल्लाहको समतल भूमिमा महल बनाउँछौ र पहाडहरूलाई काटछाट गरी घर बनाउँदछौ। अल्लाहका वरदानहरूलाई स्मरण गर र पृथ्वीमा उपद्रव गर्दै नहिँड। सुरत नम्बर 7 को आयत नम्बर 75। अनि उनको जातिका जो अभिमानी बनेका थिए उनीहरूले कमजोर वर्गहरूसँग जसले कि इमान ल्याइसकेका थिए भन्न थाले कि के तिमीले विश्वास गर्दछौ कि सालेह अलैहिस्सलाम आफ्नो पालनकर्ताबाट पठाइएका हुन्? उनीहरूले भने हो, जुन कुरा उनलाई दिएर पठाएको छ हामीले त्यसमा निसन्देह विश्वास गर्दछौँ। सुरत नम्बर 7 को आयत नम्बर 76। त्यसपछि ती घमण्डी सरदारहरूले भन्न थाले कि जुन कुरामा तिमीले विश्वास गरेका छौ हामीले त त्यसलाई मान्दैनौँ। सुरत नम्बर 7 को आयत नम्बर 77। अनन्त तिनीहरूले त्यस उठनीलाई हुट्ठा काटेर मारिदिए र आफ्नो पालनकर्ताको आदेश पूर्ण रूपमा उल्लङ्घन गरे र सालेहसँग भने कि जुन कुराबाट तिमीले हामीलाई डराउँदथ्यौ यदि तिमी अल्लाहको सन्देशवाहक हौ भने त्यो हामीमाथि ल्याऊ। सुरत नम्बर 7 को आयत नम्बर 78। अनि तिनलाई भूकम्पले समात्यो र तिनीहरू आफ्नो घरहरूमा लम्पसार परिरहे। सुरत नम्बर 7 को आयत नम्बर 79। त्यसपछि सालेह अलैहिस्सलामले निराश भई फर्के र भने कि हे मेरो जाति बन्धुहरू, मैले त तिमीहरूलाई अल्लाहको सन्देश पुर्याइहालेँ, तिम्रै हितको कुरा गरेँ, तर तिमीहरू यस्ता हौ कि शुभेच्छुकलाई मित्र ठान्दैनौ। सुरत नम्बर 7 को आयत नम्बर 80। र हामीले लुतलाई अलैहिस्सलाम पैगम्बर बनाएर पठायौँ
त्यति बेला उनले आफ्नो जातसँग भने, तिमी यस्तो निर्लज्ज काम गर्दछौ कि जुन काम तिमी भन्दा अगाडि विश्वमा कसैले गरेनन्। सुरत नम्बर 7 को आयत नम्बर 81। तिमीहरूले स्वास्नी मानिसहरूलाई छाडी केटाहरूसँग कुकर्म गर्दछौ। वास्तवमा तिमीहरूले त सीमाको उल्लङ्घन नै गरिसकेका छौ। सुरत नम्बर 7 को आयत नम्बर 82। तर तिनीहरूबाट यस बाहेक कुनै उत्तर आउन सकेन कि यिनीहरूलाई लुत र तिनका घरवालालाई आफ्नो गाउँबाट निकालिदिनु पर्यो, किनभने तिनीहरू बडो पवित्र बन्न चाहन्छन्। सुरत नम्बर 7 को आयत नम्बर 83। अनि हामीले लुत अलैहिस्सलामलाई र उनका घरवालाहरूलाई बचाइहाल्यौँ, तर तिनको स्वास्नी बच्न सकिन, किनभने उनी तिनीहरूमध्ये थिइन् जो सजाय भागी थिए। सुरत नम्बर 7 को आयत नम्बर 84। सुरत नम्बर 7 को आयत नम्बर 84। र हामीले तिनीहरूमाथि विशेष प्रकारको ढुङ्गाको वर्षा गर्यौँ। तसर्थ हेर त ती अत्याचारीहरूको अन्त कस्तो भयो। सुरत नम्बर 7 को आयत नम्बर 85। र हामीले मदयन सुरत नम्बर 7 को आयत नम्बर 85। र हामीले मदयनतिर उनको भाइ शुएब अलैहिस्सलामलाई पठायौँ। उनले भने कि हे जाति बन्धु, अल्लाहकै पूजा गर, उस बाहेक तिम्रो अरू कुनै सत्य पूजनीय छैन। तिमी छेउ तिम्रा पालनकर्ताबाट स्पष्ट निशानी आइसकेको छ, तसर्थ तिमीले नापतौल पुरा गर्ने गर र मानिसहरूलाई उनीहरूका चिजको मात्रा घटाइ नदिने गर, त पृथ्वीमा सुधार पछि खराबी उत्पन्न नगर। यदि तिमी इमानवाला भएका छौ भने बुझिहाल, यो तिम्रो हकमा राम्रो छ। सुरत नम्बर 7 को आयत नम्बर 86। र प्रत्येक बाटोमा यस आशयका साथ बस्ने नगर कि जो व्यक्ति अल्लाहमाथि आस्था राख्दछ उसलाई तिमीले धम्क्याऊ र अल्लाहको बाटोबाट रोक र सिधा बाटोमा बाङ्गोपन खोज्दै गर र त्यस बेलालाई स्मरण गर जब तिमी अलप सङ्ख्यामा थियौ अनि अल्लाहले तिमीहरूलाई ठुलो समूहमा परिवर्तन गरिदियो। र हेर कि खराबी सृजना गर्नेहरूको अन्त कस्तो भएको छ। सुरत नम्बर 7 को आयत नम्बर 87। र यदि तिमीहरू मध्येबाट एउटा समूहले त्यस आदेशमाथि इमान ल्याएका छन् जुन मलाई दिएर पठाएको छ र एक समूहले इमान ल्याएको छैन भने अलि संयम गर जबसम्म कि अल्लाहले हाम्रो र तिम्रो बीच कुनै निर्णय गर्दैन र ऊ सबभन्दा राम्रो निर्णयकर्ता छ।
सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू जतिले पनि यो भिडियो हेरिदिनु भयो, आशा छ हजुरहरूले मन पर्ने छ र यी कुरानका आयतहरू हजुरहरूलाई मन पर्ने र मनन गर्नेहरू योग्य छन् र ठुलो आशा छ र जहाँ कहीँ पनि देश प्रदेशमा जहाँ कहीँ पनि बसेर हेरिराख्नु भएको छ हजुरहरू सबैजनालाई अल्लाह तालासँग दुआ गर्छु कि सन्चो सुविस्ते होस् र हजुरहरूलाई यो किताब र यी आयतहरू मैले बनाएको भिडियोहरू मैले यो देखाइराखेको प्रस्तुतहरू मन परेमा लाइक गर्नुहोला, सेयर गरिदिनु होला र मेरो लागि पनि अल्लाह तालासँग हजुरहरूले दुआ गर्नुहोला। म पनि हजुरहरूको लागि अल्लाह तालासँग दुआ गर्नेछु। इन्शाअल्लाह आज हामीले यो किताबको भाग 8 पढ्यौँ र सम्पूर्ण नेपाली दाजुभाइहरूलाई नमस्कार भन्दै अस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुहू।